दुर्गा प्रसाईसँग पनि बस्नुभयो। दुर्गा र म उहाँ बाहिर निस्किसकेपछि तपाईँको चर्चा गर्नुहुन्छ कहिलेकाहीँ? होइन, दुर्गा र म हामी सेम रुममा त सुत्दैन, हामी अलग अलग। हामीलाई चाहिँ गभर्मेन्टले नै सबैजना यस्तो कैदीहरू चाहिँ जो पोलिटिकली आएकोहरूलाई सँगै राख्दैन उहाँले। आफ्नो आफ्नो रुम हुन्छ। दुर्गाहरू 1 नम्बरमा बस्छ, टोपा दाई गार्ड रुम भन्ने छ, 5 जना सुत्ने ठाउँ बस्छ, म 3 जनासँग सुत्छु। यस्तो हुन्छ हाम्रो। अहिले 2 जना छ, अहिले 4 जना पुगेको छ। म छुटेपछि फेरि 4 जना त्यहाँ सुत्छ। त्यस्तो हाम्रो आफ्नो आफ्नो कोठा हुन्छ, तर इन्डिपेन्डेन्टली हामीले कोठा पाउँदैन। अनि हाम्रो भेटघाट चाहिँ बेलुका हुन्छ। बेलुका जस्तो अब जेल बन्द हुन्छ, जेल बन्द भएपछि त अब के गर्ने भन्दाखेरि गफ गर्ने त। दुर्गाको चाहिँ एक्सर्साइज चाहिँ दुर्गाको एकदमै राम्रो छ। दुर्गा जतिको मैले त्यो एजको मान्छे हामी हुँदाखेरि सानो भएको भने त्यतिको एक्सर्साइज गर्ने मान्छे मैले ट्रेडमिलमा त्यति कुद्ने मान्छे मैले देखाएको छैन। 2 आवर्स एभ्री डे कुद्छ फुल स्पिडमा। फेरि जो अहिलेको टप प्रोफेसनल बक्सरले पनि सक्दैन त्यति गर्नलाई। अनि दुर्गासँग भेटघाट हुन्थ्यो। अब त्यही राजनीतिक कुराहरू हो, राजनीतिक कुराहरू गरिन्थ्यो। बिचरा अलिकति सपोर्ट नपाएको हो भने, सपोर्ट चाहिँ नपाएकै हो। सपोर्ट पाउने हो भने केही गर्नु सक्ने मान्छे चाहिँ हो। फेरि दम छ, मर्यो मर्छ, केही छैन, जेल बस्नु पनि रेडी छ। त्यस्तै मान्छे त माथि आउने हो नेपालमा। जो मान्छे डराउँछ त्यो मान्छेलाई त जेलमा थुनाएर सघाइदिइहाल्छ।